सर्वै मायाम लिदो हे नासावाथि सयाबामै ना सर्वै मायाम लिदो म्योई छु दिले छाबा लोली नासा Nest lit against the mighty Himalayas, where the clouds met the eyes, lies a peaceful and breathtaking village, Lumle. अर्थात् हिमालको काखमा अरेस लागेर बादलसँग आँखा जुदाउने शान्त र सौन्दर्यले भरिएको गाउँ हो लुम्ले। कास्की जिल्लाको उत्तरी भेगमा पोखरा बागलुङ जोड्ने भोपी शेरचन राजमार्गको 72 किलोमिटर खण्डभित्र अवस्थित लुम्ले पोखरा सहरबाट झन्डै 32 किलोमिटरको दूरीमा पर्दछ। भूगोलमा मात्र होइन, इतिहास, संस्कृति र भावनाले पनि समृद्ध यो गाउँ कविता गाउँका रूपमा परिचित छ। साथै नेपालमै सबैभन्दा बढी वर्षा हुने एकमात्र स्थान पनि हो। बीसी सम्वत 1991 को जनगणना अनुसार करिब 955 घरधुरी रहेको लुम्लेमा विशेष गरी गुरुङ, ब्राह्मण, दलित लगायत अन्य केही समुदायको सहअस्तित्व रहेको पाइन्छ। यही बहुजातीय एकताले लुम्लेलाई सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुताको उदाहरण बनाएको छ। ढुङ्गाले बनेका परम्परागत घरहरू, पुरानो शैलीका आँगनहरू र सरल जीवनशैली यहाँका मौलिक पहिचान हुन्। लुम्ले केवल प्राकृतिक सौन्दर्यको गाउँ मात्र होइन, यो स्वर, साहित्य र भावनाको भूमि पनि हो। चर्चित लोकगायक स्वर्गीय प्रवीण गुरुङ यहीँ जन्मिएका थिए।
यहाँ उत्पादन हुने अर्ग्यानिक कृषि वस्तुहरू विशेष गरी रायो साग, गुन्द्रुक, कफी, भैँसीको शुद्ध घिउ, मह लगायतका स्थानीय परिकारहरू देश विदेशका पाहुनाहरूमाझ अत्यन्त लोकप्रिय छन्। चन्द्रकोट, बगाले देउराली, रिमिजिमी देउराली र कोख्रेभिर जस्ता अन्य थुप्रै स्थानबाट अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण, माछा पुच्छ्रे, हिमचुली, मर्डी हिमाल लगायत अन्य थुप्रै हिमाली टाकुराको भव्य दृश्य अवलोकन गर्न सकिन्छ। साथै त्यसै स्थानबाट देखिने पोखरा उपत्यकाभित्रका फेवाताल, विश्वशान्ति स्तूपा लगायत पञ्चासे धाम र अन्य केही जिल्लाका दृश्यले पनि लुम्लेलाई अझ आकर्षक बनाएको छ। धार्मिक र ऐतिहासिक आस्थाले भरिपूर्ण लुम्लेमा परापूर्व कालदेखिका थुप्रै धरोहरहरू रहेका छन्, जसले इतिहास र विश्वासलाई एकैसाथ बोकेका छन्। यहाँका विभिन्न टोलहरूमा, गाउँका कुना कन्दराहरूमा फैलिएको आत्मीयता नै लुम्लेको वास्तविक परिचय हो। आज लुम्ले समुदायमा आधारित ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्य बनेको छ। होमस्टे, कृषि पर्यटन, हस्तकला र साहसिक गतिविधिहरू जस्तै रक क्लाइम्बिङ, जिप लाइन, माउन्टेन बाइकिङ, ट्रेल रनिङ मार्फत यहाँको विकास अघि बढिरहेको छ। समुदायको आम्दानी समुदायमै लगानी भन्ने सोचले लुम्लेलाई दिगो विकासतर्फ उन्मुख गराइरहेको छ। जननी जन्मभूमिश्च स्वर्गदपि गरिएसी, शब्दभन्दा अग्लो अनुभूति, नक्साभन्दा गहिरो पहिचान र सम्झनाभन्दा नजिकको घर लुम्ले। एकपटक अवश्य घुम्न आउनुहोला। पर्खनुहोस्, यात्रा यतिकैमा सकिँदैन है।
अर्को अनौठो गन्तव्यको खोजीसँगै फेरि भेटौँला।